दिदी आलु त धेरै ठुला ठुला फलाउनु भएछ त ठुल्ठुला फल्नु भयो यो तराईका आलु त धेरै ठुला हुने रहेछन् धेरै पनि आउँछ कति कुन्टल जति 4-5 कुन्टल आयो है यो लास्ट हो ल अब आलु खाएर दिन काट्ने भयो त कान्छी ल यता हेर्नुहोस् आलु हेर्नुहोस् त 100 ग्रामको छ एउटा कोही पनि पाउ किलोका आधा किलोका पनि छन् हेर्नुहोस् अलिवरा देखाउनु हेर्नु यस्ता आलु ओहो यिनी आलु मलाई देखाऊ गाइस आलु हेर्नुहोस् आलु टन्न खाने हो टन्न बेच्ने हो 500 कुन्टल आइसक्यो अब हेर्नुहोस् आलु ल बाई अब अर्को पार्टमा